Cheers. Hey yo, what's up guys? Cheers. Hello. Hey, what's up guys? Hello my YouTube family. Hope you guys are fine. अनि आज चाहिँ म चाहिँ अलि सन्चो भयो जस्तो भएर चाहिँ 2 दिनपछि 2 दिन रेस्ट गरे त्यसपछि चाहिँ अहिले आज चाहिँ ड्युटी आएको हो त्यही हो अब रुममा बस्दा पनि बोर भइन्छ हैन हातको त जोस ग्रिप भइसक्यो ठीक छ अलि नमिलेको भनेको हल्का खुट्टामा चाहिँ हल्का हुन्छ नि त हल्का पेन जस्तो हल्का फिल हुन्छ त्यो नदेखि उस खाएपछि त्यस्तो खासै उस भइरहेको छैन अनि के भएको भन्दा चाहिँ खासमा यहाँनिर यस्तो घुम्ती हुन्छ क्या टक्क हैन राउन्ड वाला हुन्छ सर्कल त्यहाँनिर चाहिँ कौन चाहिँ गाडीले हो कि अब केले हो ओइल यस्तो मजाले खसाले रहेछ रातिको बेला देखेन ठ्याक्क देखे टाढादेखि त देखेन नजिक जाँदाखेरि ठ्याक्क जाँदाखेरि देखियो अनि हल्का ब्यालेन्स अनब्यालेन्स भयो कि अनि मैले झुकेर ब्रेक हान्दिहालेँ अब कहाँको थिचेँ अगाडिकै पक्कै अगाडिको अलि जोडले लाग्यो होला प्लात्त गयो अनि अब हातमा ग्लोभ्स पनि थिएन गडाङ गुडुङ गयो त्यही हो धन्न त्यस्तो हार्ड चाहिँ केही भएन हैन अब त्यही हो ठिक छ यो चाहिँ मर्निङको अहिले चाहिँ ठ्याक्कै 6 बज्यो है मर्निङको फर्स्ट कफी हान्दैछु मजा आउँछ यार त्यही हो अब यस्तै छ गाह्रो सोचे गाह्रो हुन्छ अब नर्मल सोचे नर्मल त्यही हो कहिले के हुन्छ तर हल्का रिस्क चाहिँ हुन्छ है रिस्क चाहिँ छ बाई बाई अब बसन्तीलाई अब बाई बाई गरिदिनु पर्यो के गरिदिनु अब यस्तै छ ल बसन्तीले अस्ति झुक्काइन के अरे अब के गर्ने त्यस्तै हो होइन पहिलो कस्तो हुन्छ यो चाहिँ केही नास्ता लिएर आउँछु कि यसमा त्यही टिफिन है अस्ति अब त्यस्तो भयो लिएर जान बिर्से चाहिँ अब आज चाहिँ लिएर जानु पऱ्यो भोलिको लागि फेरि लिएर आउनु पऱ्यो नि त होइन त्यही हो आज घाम लागेछ मिठो दिन पनि राम्रो छ त्यही हो बिस्तारै जान्छु सुस्त टुकुर हिँड्दै हल्का एक्सर्साइज जस्तो पनि हुन्छ त्यही हो रमाइलो छ जानुपर्ने छ सानो फाइनली रुममा पनि आइयो अब पट्ट रुममा अब आज चाहिँ हल्का नुहाइधुवाइ पनि गरिदिनु पर्यो यहाँ यो करेला हो यत्रो ठुलो भइसकेछ यार यो चाहिँ हामीले चाहिँ तुलसी बामरी भन्छ नि हो त्यो कुन चाहिँ हो यो त्यही हो यो चाहिँ पानीको चारा के अरे चरालाई पानी हाल्ने हो त्यही हो यो चाहिँ रामदाईले हाम्रो कमरेडले रोप्नु भएको यो चाहिँ कति ठुलो भइसकेछ त्यो मसिनो गेडाहरू हुन्छ त्यो वाला फाल्दिएको अब यत्रो ठुलो भइसकेछ त्यही हो हेलो गाइज अब चाहिँ
हामी चाहिँ इन्डमै आइसक्यौँ है। अब चाहिँ म चाहिँ खानासाना खाएर ढक्क अब बिन्दास पारामा छु। अब एकछिन त्यही अब एकछिन मुभी सुभी हेरिन्छ होला होइन। अनि त्यसपछि अनि हल्का खाँदा बित्तिकै त अब सुत्नु भएन होइन। त्यही भएर अब एकछिन रेस्ट गर्छु अनि त्यसपछि गएर चङ्रङ्ग सुत्छु। फेरि रुटिन त्यही हो, भोलि बिहानै उठ्यो गयो ड्युटीमा होइन। अनि धन्यवाद छ मेरा युट्युब फ्यामिलीहरू तपाईहरुलाई जसले अहिलेसम्म हेरिदिनु भयो, माया दिनुभयो, सब्स्क्राइब गर्नुभयो। यदि सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब। त्यही हो। अब फेरि भेटौँला अर्कोचोटि अर्को नेक्स्ट भिडियोमा। सो अहिलेलाई चाहिँ बाइ बाइ, गुड बाइ यति भन्दै हस् त, नमस्ते। ल त्यही हो, हस् बाइ, गुड नाइट।